मलाई लाग्छ धेरै साथीहरू बुहारी भाग 281 को पर्खाइमा हुनुहुन्छ होला। हजुरहरू पर्खाइमा हुनुहुन्छ, म पनि पर्खाइमा छु, धेरै मानिसहरू पर्खाइमा छन्। थोरै कुरा गरौँ, बुहारी भाग 281 मा के कस्तो घटनाहरू घट्न सक्छ? के कमला र मुना घर फर्किन्छन्? के राम, रमेश र उनकी बहिनीहरू कमला र मुनालाई घर लिन गएको खेर त जाँदैन? अवश्य नै जाँदैन साथीहरू। सिरियलको अन्त्यमा देखाइएको छ कि मालतीले चाहिँ बिहेको निमन्त्रणा कार्ड दिन्छन् रामलाई, उनलाई अल्झाउन र जालमा पार्न चाहिँ। उता भने चाहिँ दुर्गा आमा र मालतीको छुट्टै षड्यन्त्र हुन्छ साथीहरू। दुर्गा आमा के षड्यन्त्र हुन्छ भने उनले चाहिँ रामलाई अल्झाएर मुना र कमलालाई घर नलिन जाने बनाउँछन् साथीहरू। तर रामलाई थाहा हुन्छ त्यस्तो कदापि हुन सक्दैन। राम जान्छन्, कमला र मुनालाई लिएर आउँछन् साथीहरू। अवश्य नै हेर्नु होला हजुरहरूले, कमला र मुना चाहिँ घर फर्किएर आउँछन्। जब कमला र मुना घर फर्किएर आउँछन् नि, तब पनि दुर्गा आमाले र माडन्तीले विभिन्न षड्यन्त्रहरू रचेर उनलाई फेरि घरबाट निकाल्ने गराउन सक्छन्। तर पनि उनीहरूलाई सब बारे थाहा हुन्छ मालती र दुर्गा आमाको विषयमा। उनीहरूले गरेको चरित्र हत्याको बारेमा मुना र कमलाले थाहा हुन्छ, अनि उनलाई चाहिँ सायद माफी गर्दैनन् होला। कमलाले गरे तापनि मुनाले चाहिँ माफी गर्दिन्नन्, किनकि दुर्गा आमा भनेको चाहिँ मुनाको आफ्नै आमा हो। आफ्नै आमाले छोरीको घरबार बिगारिदिँदा कसको मन रुन्न होला साथीहरू? के तपाईँहरूको रुन्न? के मेरो रुन्न? अवश्य नै रुन्छ साथीहरू। त्यसैले चाहिँ दुर्गा आमाले जे गरिन् एकदमै ठुलो गल्ती गरेकी थिइन् साथीहरू, र मालतीले पनि उनको साथ दिएर एकदमै ठुलो गल्ती गरेकी छिन्। पछि चाहिँ उनीहरू जेल जानुपर्ने हुनसक्छ साथीहरू। रामले त्यत्तिकै बाँकी छोड्दिनन्, र मुनाले पनि त्यत्तिकै बाँकी छोड्दिनन्, र कमलाले पनि त्यत्तिकै बाँकी छोड्दिनन्। रामको साथमा चाहिँ जहिले पनि खम्बा चाहिँ बनेर अडिएका छन् रमेश। वर्षौँदेखि राम र रमेशको जोडी चाहिँ जम्दै आएको छ। जस साथीभाइ मात्रै होइन, उनीहरू आफ्नै दाइ भाइ जै मानेर रमेशले चाहिँ रामको साथ निभाइरहेका छन्। जति अप्ठ्यारो परिस्थितिमा पनि रमेशले चाहिँ रामको साथ दिएर उनको आत्मविश्वास बढाइदिएका छन् कि रामलाई के पर्यो भने उनलाई सहयोग गर्ने छरछिमेक उनका दाइ छन् भन्ने चाहिँ। सिरियलको सुरुवातमा चाहिँ उता रामकी बहिनीले पनि घर छोडेर जान्छु भन्दै हिँड्छिन्, र उनीहरूको रुवाबासी चलिसकेको दाजु बहिनीको। त मलाई किन छोडेर जान्छेस्? त गइस् भने त मलाई चिया खान दिने मान्छे पनि हुँदैन, खाना खाने दिने मान्छे पनि हुँदैन, बुवाको हेरचाह कसले गर्छ? दुवै भाउजूहरू घर छोडेर गएका छन्, त पनि गइस् भने त मलाई एकदमै गाह्रो पर्छ भन्छन् रामले, र कविता चाहिँ जाँदैनन्। साथीहरू, तपाईँहरूलाई के लाग्छ? अब आउने बुहारी भाग 281 मा कमला र मुना घर फर्किन्छन् त कि दुर्गा आमा जेल जान्छन् त? तपाईँहरूलाई के लाग्छ? आफ्नो धारणा कमेन्ट बक्समा प्रस्तुत गर्नुहोला। जाँदा जाँदै चाहिँ मैले के भन्न चाहन्छु भने च्यानलमा नयाँ छ भने च्यानललाई सब्सक्राइब गरेर साइडमा रहेको बेललाई अलमा थिच्न नबिर्सनु होला, किनकि हजुरहरूको लागि चाहिँ मैले प्रत्येक दिन प्रत्येक हप्ता भिडियो लिएर आउँछु। त्यसको लागि चाहिँ हजुरहरूले जानकारी पाउनुपर्ने हुन्छ। त्यसैले चाहिँ हजुरहरूले च्यानललाई सब्सक्राइब हान्नुपर्ने हुन्छ। र साथीहरू, भिडियो मन पर्यो भने भिडियोलाई एक लाइक हान्दिन नबिर्सनु होला, किनकि हजुरहरूको एक लाइकले नै मलाई चाहिँ ठुलो हौसला मिल्ने गर्छ भिडियो बनाउनको लागि। ल साथीहरू, आजको भिडियोमा चाहिँ म विमल पोखरेल बिदा हुन्छु। फेरि भेटौँला अर्को भिडियोमा।